यो म खान्छु बेचारमा सो यो पिसमा पुरा कमेन्टमा पनि हेर्नु सो यति एक्साइटेड छु कि खानु है चकलेट सो गाइस हेर्नु मेरो पुरा मेरो कहाँ जान आँटेको अरे के गर्नु भयो त यता हेरेर भन्नु न के खाने हेलो हेलो ओ बाई 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 गाइस मामा माइजू पनि जाने रे सो इयान चाहिँ मामा माइजूसँग बसेको छ म चाहिँ बाबा मम्मीसँग बाटो चाहिँ यस्तो रहेछ जाने हामी तल धराउनु रहेछ होइन त्यहाँ बाटोमा भेट्यौँ कि अनि सोध्नु पो अनि यहाँ जाने हो भन्नु यहीँ त किन लगेको यहाँ राख न अहिले सामानहरू यहीँ राख रुम यही हो रानी कटेज हो दुइटै खै मलाई पनि कस्तो रहेछ नबस्ने किन घर जाने ल यसलाई पुऱ्याएर आउँछु नि त म ल हाम्रो इभाना गाउनुहुन्छ यता आएर गाइदिनु होला यस्तै चिया हो हाम्रो सिङ्गर चाहिँ खतरा छ
हाय चाल शेकी शेकी हाय किती सुंदर तुझं डिंपल जे पाहिजे ते घेते एक नंबर तुझी कमर हाय शेकी हाय किती सुंदर तुझं डिंपल जे पाहिजे ते घेते आएको हाम्रो नाङ्लो सेट यही हो नाङ्लो सेट भन्नु नि के को यो चाहिँ ब्लगमा जान्छ क्या रोटी चाहिँ के हो यो प्योर कोदो अनि अरू चाउल के हो यो आमा वाटरमेलन कपाल छ त कपालवाला हो यो वाटरमेलन हेर यति वाटरमेलन हो यो गाइज हामी चाहिँ ब्रेकको इभानलाई चाहिँ गवा जुस मन पर्यो अरे अनि जवा जुस खाएर चाहिँ यहाँ भाइ पनि गवा जुस खाने कि खाने भन्दैछ अम्बकको यता कफी हाम्रो चाहिँ आएकै छैन अहिलेसम्म आएकै छैन अब स्काई वक जाने अरे इभाना त्यही भएर चाहिँ कहाँ जान आँटेको अरे स्काई वक Sky walk, only Ivana and me. अब हामी 3.5 फिट छ अब यो बाटो जाँदैछ तपाईँको स्काई वक यही हो है जम्पिङ यहाँबाट लाउनु पर्यो है ल स्काई वकमा जाने क्रममा छ हाम्रो एकजना कस्तो चिसो है सिक्लो सिक्लो हुँदो रहेछ यहाँ चाहिँ सिसा छ है फुट्ला अलिक बिस्तारै गरेर यो चाहिँ नहुनु पर्छ है पुरै प्लेन हुन्छ यस्तो छ त्यसले पुरै केही देखिँदैन तल हेर्नु न तल अनि तल त्यो सिसा फुट्यो भने तल जान्छ नि त यस्तो यस्तो गर त फुट्दैन फुट्ला है सिसा हाम्रो स्काई वक चाहिँ यस्तो छ तर हुसेले केही देख्न पाएन नि त मजा आएन नि त हुस्से पुरै हुस्से छ हेर्नु तिमीले कस्तो छ नाइस पोख्दैन छ ओके
के अरे हामी चाहिँ यस्तो भेडपारबाट यसो घुम्न निस्किरहेछु यस्तो छ है यस्तो छ ल यता यता यो मान्छे चाहिँ हिँड्नु नसकेर बोक्नु अरे यस्तो ठुलो भएर पनि ब्लग गर्ने अरे तर बोक्नु पर्ने अरे यस्तो त छ यस्तो छ ब्लग गर्ने मान्छेलाई बोक्नु पनि यो झन्डै झन्डा दिँदा सक्छ यो झन्डा पार्क हो मैले भनेको यहाँ ढुङ्गाको गेट रहेछ ढुङ्गाको गेट के हो त ल हामी चाहिँ 1986 मा रोपेको छौँ राम्रो रहेछ सानो उयो रहेछ नि मजाले बनाएको प्लास्टिकको बोतलहरू युज गरेर हार्ड बनाएको छ